हामी केही गर्दैनौँ सर, फर्किनु पर्यो। बिन्ती छ, बिन्ती छ। आज देशको लागि आज देशको लागि आज देशको सुरक्षा हामी गर्छौँ। देशको सुरक्षा म गर्छु। देशको लागि देशको लागि हामी मान्छे मार्नको लागि पैसा लिनु भएको छ। दर्शकबिन एपीएफको जम्मो टोली आइसके पछाडि यति बेला यहाँ युवाहरूले घेरेका छन्। युवाहरू हात जोड्दैछन्, फर्किनुहोस् तपाईँहरू, आज देशको लागि फर्किनुहोस् भन्दै हुनुहुन्छ उहाँहरू। आज देशको सुरक्षा हामी गर्छौँ। यति बेला एपीएफको टोली आउने बित्तिकै घेरिएका छन्, यहाँ घेरिएको छ। दर्शकबिन यति बेला घेरिएको छ नेपाल एपीएफको टोलीलाई देख्न सक्नुहुन्छ। आकर्षित छ भिड, हेर्न सक्नुहुन्छ। एपीएफको टोली आउने बित्तिकै यहाँ जनताले घेरेका छन्। प्रहरीको गाडी फिर्ता भएको छ, प्रहरीहरूलाई फिर्ता गर्न बाध्य भएका छन्। प्रहरीको गाडी फिर्ता भएको छ, प्रहरीलाई भगाइएको छ। एपीएफको टोलीलाई यहाँबाट भाग्न बाध्य बनाएको छ। दर्शकवृन्द एक्सक्लुसिभली देखाइरहेका छौँ, ब्रेकिङ देखाइरहेका छौँ। यतिखेर संसद भवनको सुरक्षाको लागि खटिएका आएका एपीएफको नयाँ टोलीहरूलाई यति बेला सर्वसाधारणले बिहानै यहाँ भगाएका छन्, फर्काएका छन्। टोलीलाई फर्काइएको छ, देख्न सक्नुहुन्छ। जान्छु भन्दै हुनुहुन्छ। हेर्नुहोस् यहाँ जनताको आक्रोश, हेर्नुहोस् यहाँ जनताको आक्रोश। गाडी ठेलेरै यतिखेर एपीएफको टोली यहाँ हुनुहुन्छ। एपीएफलाई यहाँबाट फिर्ता गर्न बाध्य बनाएको छ, देख्न सक्नुहुन्छ। पछाडि अर्को गाडी पनि फिर्ता हुँदैछ। यो जनताको पावर, युवाहरूको पावर। युवा हेर्नुहोस्, युवाले एपीएफलाई भाग्न बाध्य बनाएको छ, एपीएफलाई भगाएको छ। पुलिस निषेधित गर्न यो क्षेत्र हाम्रो कब्जामा छ। पुलिस चाहिँदैन, पुलिस चाहिँदैन। दर्शकबिन एपीएफको टोलीलाई नै भाग्न बाध्य बनाएको छ। यहाँ देख्न सक्नुहुन्छ एपीएफको टोली यति बेला यो ठाउँबाट भगाइएको छ। यतिखेर युवाहरू बिहानैदेखि यो क्षेत्रमा आएको छ। आक्रोश देख्न सक्नुहुन्छ युवाहरूको। यो आक्रोश 19 जनालाई जुन सडकमा ढलाएका थिए त्यसको आक्रोश हो दर्शकवृन्द।